धन्यवाद दिउँ। यस कार्यक्रमका सभाध्यक्षज्यू, निर्णायक मण्डल, गुरुवर्ग र यहाँ उपस्थित हुनुभएका दाजुभाइ तथा दिदीबहिनी र मेरा सहपाठी साथीहरूमा स्वीकार्नुहोस् हामी कक्षा 6 वर्गबाट नमस्कार। आज हामी राष्ट्रिय कवि माधव प्रसाद घिमिरेद्वारा रचना गरिएको लाग्दछ मलाई रमाइलो शीर्षकको कविता लिएर उपस्थित भएका छौँ। यस कवितामा कविले प्रदेशमा बस्न बाध्य नेपालीहरूले आफ्नै देशका लेख बेसी पाखा पखेरा सम्झिँदै आफ्नै देशलाई प्यारो मान्ने र अरूको मुलुकमा जति नै सेवा र सुविधा भए पनि त्यहाँ रमाउन नसकिने र आफ्नै देश प्यारो लाग्ने देशभक्ति भावना प्रस्तुत गर्नुभएको छ। धन्यवाद।